हामी दामी भ्लग बनाउँछ न। अझ कलेजमा केटीहरू जिस्काएको त झन् बबाले लाग्छ मलाई है। अझै जिस्काउँदै जाऊ, पर्नति गर्दै जाऊ। तिमीले 5 वटा जति बिहा गर्ने हो है। बिहा गर्दा हुन्न। गर्लफ्रेन्ड चाहनुहुन्छ भने चाहिँ सिधा पिपल जोगाउनुहोस्, वरिपरि हेर्नुहोस्, कडेल खाजा घर यस्तो कमेडियन जोकर जस्तो जोदै चियाको भाउ कति बढाएको गरे हेर गिलास यस्तो ब्याक टु माई च्यानल मासु ग्याङ च्यानलमा आउनु भइसकेको छ। तर च्यानलको नाम चाहिँ टल्के ब्लगर है। फेरि पनि आइसकेको छु टल्के ब्लगले नयाँ नयाँ भिडियो लिएर। सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम फिट एन्ड फाइन छु। अल गुड छु। मासु ग्याङ अरे चेकी पारामा मासु ग्याङ भन्दै आइसकेको छु म ब्लग बनाउँदै हजुरहरूको सामनामा होइन। आज म पसलमा बसेर मैले यस्तो दामी इनर्जी निकालेको छु भ्लग बनाउनुको लागि होइन। सेउकी बारेमा के कस्तो हुन्छ तपाईँले हेरिँदै जानुहुन्छ, हेरेर आउनुपर्ने हुन्छ। बी कन्टिन्यू प्लिज। मेरो भिडियो चाहिँ स्किप नगरिकन हेरिदिनु होला। जसले हेर्नुहुन्छ स्किप गरिसक्यो कि त्यहाँ अब के गर्नु त्यो भेजा लाग्छ भने स्किप गरिदिइसक्यो कि अब के गर्दैन स्किप गरिदिइसक्यो कि नगरिदिनु न गाइजहरू नगरिदिनु स्किप भनेर गर्नु नै होइन। सर हेर्ने नि त्यहाँ मैले केही पोइन्टहरू एउटा दुईवटा मनसुनी पोइन्ट भन्छु कि गाइजहरू। जस्तै अब बिहान घाम ताम्न पर्छ यार, जाडो हुन्छ, घाम ताम्न पऱ्यो कालो भइदिन्छ कि। जस्तो हेर न मलाई नै हेर्नु न कस्तो कालो भइदिइरहेको छ कि म आजकल कालो भइदिइरहेको कि गाइजहरू चाहिँ हो। धेरै कुरा नगरौँ सेकी बेलामा। अनि अहिले चाहिँ म पसल छु होइन। पसलको भ्यूहरू हेर्न सक्नुहुन्छ। दामी छ होइन, दामी म फेरि दामी नै छु नि होइन। अनि आज चाहिँ त्यहाँनिर पिपल चोकमा उमेहरू आएको छ। अस्ति पनि भेटेर आएको छु उमे। अनि विशाल कडेल भनेको एक्सप्रेस न्युज भन्ने च्यानल छ उहाँको चाहिँ होइन। उहाँको गएर पनि यसो हेरिदिनु होला होइन भन्न चाहन्छु मैले चाहिँ। अनि उमे ब्लग भइहाल्यो होइन। अनि त्यही हो 2-3 जना आउँदै हुन्छ आज। अनि आज थोरै अब बिहान चिया खाँदाखेरि भेट्न जानुपर्छ अहिले चौकीबारमा। अब म चौकीबारमा के कस्तो हुन्छ फेरि पनि तपाईँलाई कन्टिन्यू गर्छु। मैले भेट्छु कि भेटिनँ त्यो तपाईँले देख्नुहुन्छ चौकीबारमा। अहिले फेरि हेर्नु 1 2 3 हाइट गाइज। मैले चाहिँ यहाँ उमे दाईलाई फेरि पनि भेटिसकेको छु। उमे दाई यहाँ हुनुहुन्छ होइन चौकीबारमा। अनि उहाँलाई त चिन्ने भयो होला। दाईको विशाल कडेल छ होइन। जसले हेर्नुहुन्छ प्लिज सपोर्ट गरिदिनु होला विशाल कडेल दाईलाई होइन। दाई केही भन्न चाहनुहुन्छ दाई? न्युजहरू हालिराख्नुहुन्छ। मेरो एक्सप्रेस न्युज छ हजुर। एक्सप्रेस न्युजलाई चाहिँ सबैजनाले चाहिँ हेरिदिनु होला। अनि यति हो होइन। उमे दाईले त अब देखि नै रहनुहुन्छ एकदम। गाइज लस्सुको भाइलाई चाहिँ सब्सक्राइब गरिदिनु होइन। भिडियोहरू हेरिदिनु मस्त पारेर दामी ब्लग बनाउँछ न। अझ कलेजमा केटीहरू जिस्काएको त झन् बबाले लाग्छ मलाई है। अझै जिस्काउँदै जाऊ, पर्नति गर्दै जाऊ। तिमीले 5 वटा जति बिहा गर्ने हो है। बिहा गर्दा हुन्न। गर्लफ्रेन्ड पनि बनायो होला 6-7 वटा त त्यस्तो छ है कहाँ बनाउने। कडेल दाईकोमा चाहिँ दाईहरू आइराख्नुहुन्छ। अनि त्यही भएर चाहिँ मैले नि अनि चिया खाना साँच्ची भन्नुपर्दा चाहिँ हजुरहरू चिया खाना स्पेसल चिया होइन मस्त चिया खाना चाहनुहुन्छ भने चाहिँ सिधा पिपल जोगाउनुहोस्, वरिपरि हेर्नुहोस्, कडेल खाजा घर यस्तो कमेडियन जोकर जस्तो जोदै भनेको मैले पोस्टरमा है त्यस्तो देख्नुहुन्छ भने चाहिँ स्वाट छिर्नुहोस्। रमाइलो आन दाइले है गफ पीडा कति छ मान्छेले चियाको भाउ कति बढाएको गरे हेर गिलास यस्तो यो गिलासको पैसा कहिले बुझ्छ? समस्या छ तनाव छ है। तनाव छ त्यो कडेल दाइले त्यो कडेल दाइले 1.5 महिना अगाडि नि यही गिलास देखाएको थिएँ। अहिले नि यही गिलास देखाएको। मैले भर्खर गिलास किनेर ल्याएको त थाहा छैन अनि हेर्दै फुट्यो। अनि
पसल गर्न त ए कडेल यस्तो ए कडेल 10 रुपैयाँको गिलास किनेसी त्यही त हो नि त्यही अब चिया चाहिँ यहाँको स्पेसल छ हैन लेमन चाहिँ हो अब दाइहरू छ यहाँ अब दाइहरूको नि आज सुटिङ होला होइन कता दाइहरू नि भ्याउनु न म नि आएको बेला चाहिँ यसो त्यहाँ पसलबाट यहीँ हो नि त हाम्रो पसलबाट अलिकति अगाडि हो अनि त्यही भएर उमे दाइ यहीँ आउनु भएको रहेछ मलाई थाहा थिएन अस्ति पनि भेटेको थिएँ अनि आज पनि अनि जुरायो भगवान्ले जुरायो हामी भेट गरौँ न होइन हो क्या नि दाइ हो एकदम अनि कपाल काट के कलर हान्ने चाहिँ दामी देखाएको थियो यस्तो उमे भ्लग होइन अलिकति युनिक देखियो भनेर हानेको तर गाई सबरी भन्छ नि यार सबैले गाह्रो छ अब काला हान्दिने हो दाइ दामी देखायो नि त दाइ एकदम दाइलाई त झन् भन्नै परेन होइन त्यो हामी चियाले अब इन्जोय गर्छौँ दाइहरूले नि ल्याउँदै हुनुहुन्छ होला किन खानुभएको होइन मैले चिया कहिले पनि खानु त्यसै गऱ्यो चिया खाने बानी छैन है मेरो चिया खान्न टी पिउँछु होइन टी चाहिँ खान्छु है अनि त्यो अब धेरै कुरा नि गर्न मिल्दैन होइन चक्की भाँडामा मासु ग्याङ है मेरो चाहिँ फेरि अहिले नयाँ बनाएको मासु ग्याङ भनिदिनु त एकचोटि अनि मासु ग्याङ भनिदिनु त दाइ मासु ग्याङ अनि यति भएपछि त अनि चलफल भएन त अनि चितवन खाएन त्यस उमे भ्लगले चाहिँ खाइसक्यो अब अलिकति बाँकी छ चितवन खानको लागि चाहिँ उमे भ्लगले नै यस्तो हो मैले अलिकति चाहिँ किन्न आएको भन्दाखेरि मै चितवनमा बस्नुपर्छ गाई चाहिँ खाएपछि अनि चितवन भन्ने नामै रहन्न त अनि त्यही भएर उमेर दाइ भाइरल भएपछि जे होस् हामीलाई पनि सपोर्ट गर्नुहुन्छ होइन अहिले पनि सपोर्ट गरिराख्नु भएको छ त्यो अब तपाईँहरूले देखिरहनुहुन्छ पहिला हामी गोलाघाट जाँदा पनि कसरी सम्मान गर्नुभएको थियो माला के अरे खाता लगाएर सम्मान गर्नुभएको थियो रमाइलो भएको थियो होइन फेरि पनि त्यस्तो दिन आओस् भन्ने चाहन्छु म चाहिँ होइन त्यो गाइस फेरि पनि तपाईँहरूसित म कन्टिन्यू भेट्दै गर्छु सो गाइस अहिले चाहिँ म भात खान लागेको छु अहिलेको समथिङ कति 1-2 घन्टा लागिसकेको छ त्यहाँ पनि अब पसलमा भइसक्यो 2-2:30 जति भएकोले खाना पर्छ होइन सकिँदामा बाथी नै छैन है रुक्नै गाई लामो स्याल्याप्प गर्नुपर्छ पानी यहाँ छ भातको भाँडा यहाँ छ अब खानामा के आयो भन्ने कुरो ओपनिङमा के आएछ 1 पिस डल्लो खुर्सानी अनि यो लेमन स्याट अब यसमा बेला यस्तो गर्नुपर्छ अनि यो दाल भयो अनि यो अमलेट अब यही छ इसमें ही मजा करेंगे है ना साग है ना म खाएर इन्जोय गर्छु है सो भात सात खाएर पनि बसिसकेको छ आनन्द मस्त पेट ठुलो भइसकेको छ होइन अब चाहिँ के भएर भात सात खाएर पनि बसिसकेको छ तर के गर्ने मासु ग्याङ भन्छु तर मासु नै थिएन क्या आज है हेर्नु होला नि होइन के भएर मासु नै थिएन क्या आज अब के गर्नु होइन सधैँभरि मासु खाएर त मासु सक्यो ओ जिउमा पऱ्यो आम्मा के गर्ने गाह्रो छ तनाव छ हिचकाइरहेको छु कहिले सम्झिरहेको छ मलाई अनि होइन निन्द्रा लगाएर कस्तो मेरो गाई जाएर सुत्न नि बाखेन होइन आज सुत्न पनि बा यस्तो सुत्न पायो के ब्लर आइरहेको क्या हो क्यामेरा ब्लर आएको रहेछ क्या त्यही भएर पुसेर फेरि पनि बनाएको क्या अनि चाहिँ के भन्नु त्यही हो गाइज होइन अब के कस्तो हुन्छ तपाईँलाई रिकन्टिन्यू गरिरहेको हुन्छु मैले होइन गाडीहरू हिँडिरहेको छ यतातिर होइन अहिले चाहिँ बिहाको लगन छ तर सुनदादी पसलमा कोही पनि छैन बिहाको लगनमा त अवश्य होस् न होइन तर यता कपाल काट्ने ठाउँमा चाहिँ छ कि छैन कपाल काट्ने ठाउँमा पनि छैन मान्छेहरू मोबाइल हेरेर बसिरहेको छ छैन त्यहाँ क्यारम बोर्ड खेल्ने ठाउँमा पनि गइरहेको छ विचार व्यापारहरू व्यापार गर्ने मान्छेहरूलाई नि केही छैन कुनै दोकानमा तपाईँले ग्राहक देख्नुभएको छ
ल म तपाईँलाई देखाइदिन हुँदैन कुनै दोकानमा ग्राहक छ छैन नि छैन क्या यो दोकानमा पनि छैन त्यो दोकानमा पनि छैन कुनै दोकानमा पनि ग्राहक छैन क्या तपाईँहरूको होइन भनेपछि कस्तो भयो होला त फेरि त यो दोकानमा त झन् छँदै छैन यो दोकानमा पनि छँदै छैन त के भयो यस्तो गाडीहरू मैले गाउँतिर देख्थेँ तर आज यहाँ देखेँ मैले यस्तो गाडीहरू सेकेबारमा होइन के कस्तो छ फेरि पनि तपाईँलाई म मेरो फेरि पनि म तपाईँलाई भेट्छु पनि बात यसरी नै बात गर्छु भने सेकेबारमा